हेलो दाजु, नमस्ते नमस्ते। नेपालको भाइ त यात्री भाइ बोलेको। नमस्कार भाइ, नमस्कार। के छ खबर? अनि कहाँ गोरीगञ्जको भाइहरू होइन? कहाँ पुग्नुभयो त? इन्डिया छिरिसक्नुभयो? कस्तो हुँदैछ त? अनि कुन च्यानल चलाउँदै हुनुहुन्छ यो यात्राको भिडियोहरू हाल्नलाई? हजुर दाजु, यता के भन्छ, अब केदारनाथ पुग्न आँटेको कि भर्खर बद्रीनाथ पुगेर आएको हिजो। अब आज केदारनाथ पुग्छु। अहिले ठिकै छ हल्का, तर अलिकति पैसा खाँचो भएर छ कि दाजु, त्यसो सहयोग गरिदिनु अलिकति। यहाँ लास्ट महँगो रहेछ खानेहरू चाहिँ, अनि त्यस्तो साह्रो सहयोग पनि गर्दैन क्या यता मान्छेले चाहिँ। बस्ने ठाउँ त दिँदैन, हामी त बाटोमा बस्छौँ। अहिले त हामी बस स्ट्यान्डमा बसिरहेका छौँ। अब यहाँदेखि भनेको हाम्रो केदारनाथ भनेको त्यस्तै 30-40 किलोमिटर छ। अनि आज हामी केदारनाथ चाहिँ पुग्छौँ। अनि फेरि भोलि हामी 4 धाम यात्रा गर्दैछौँ क्या, 4 धामको। अनि बद्रीनाथ पुगिसकेर आइसकेको, अब केदारनाथ जाँदैछु। यसो हल्का सहयोग गरिदिनु दाजु। घरबाट पैसा ल्याएको जति सबै सकियो दाजु। खाँदा यताउता गर्दा, यता के किन्दा, कता के बिरामी भयो, औषधि किन्दा पैसा सबै सकियो। यता सबै लास्ट महँगो रहेछ यता। हामी 2 दिन भइसक्यो कि दाजु खानै खाएको छैन क्या चामलहरू। यहाँ लास्ट महँगो रहेछ त। हामीले अरूले केही खुवाइन्छ म्यागी, त्यो चियाहरू त्यस्तै खाँदैमा 2 दिन बसिरहेको छौँ। केही भोक लागेर पनि लास्ट भएछ, बिरामी पनि भएछ। यसो हल्का सहयोग गरिदिनु दाजु सर। अनि के क्युआर कोडहरू राखेको छ कि खाना खाँदाखेरि जहाँ खाना खायो त्यहाँको क्युआर कोडमा यसो हालिदिने? खाना होटेलमा खाने गरेछ कि आफै बनाएर खाने गरेछ? आफै बनाउनु लागि त केही छैन, ग्यासहरू केही छैन, भाँडाकुँडा केही बोकेको छैन हामीले। अनि त्यही कसैले दियो भने पैसा त्यही होटलमा खान्छौँ, अनि जोगाएर राख्छौँ। केही जरुरत पऱ्यो भने त्यो युज गर्छौँ। त्यही हो। क्युआर कोड छ भन्दा पनि यहाँ हाम्रो एउटा दाजु हुनुहुन्छ त्यही छेउको यहाँ होटलमा, अनि त्यही दाजुलाई पठाइदिँदा हुन्छ हजुरले। त्यहाँबाट निकालेर हुन्छ हामीलाई। त्यो मान्छेको नम्बर पठाइदिनु त। नम्बरमा जान्छ होला। म त्यो के भन्छ नम्बर नभए त क्युआर पठाइदिन्छु कि, त्यसमा पठाइदिनु न हुन्छ। म यहाँ दाजुसँग कुरा गरेर पठाइदिन्छु नि ल हजुरलाई। म अहिले नै पठाइदिइहाल्छु तपाईँलाई ल। कति पठाउनु हुन्छ यहाँ यसो भन्नु न। यहाँ दाजुले भन्नुपर्छ नि त कति क्यास छ हजुर उहाँसँग पनि। अनि तपाईँले कति पठाउनु त्यति पनि निकाल्ने हो नि त। कति पठाउनुहुन्छ? हजुर पाइसक्यो, पैसा पाइसक्यो 500 रुपियाँ। धेरै धन्यवाद हजुरलाई, धेरै धन्यवाद हजुरलाई। यही हो दाजु मेरो फेसबुक च्यानल, यही हो फेसबुक च्यानल मेरो, यही हो। ए ल, म त्यो फेसबुक सर्च गरेर हेर्छु नि त। तपाईँ गोरीगञ्जकै होइन त? दुईजना निस्किनु भएको होइन? हजुर हुन्छ। गोरीगञ्जबाटै हो, 2 जना हजुर हो। हेलो दाजु, यहाँ सुन्नु न, 200 रुपियाँ कभर पऱ्यो दाजु। यसो छ भने पठाइदिनुहोस् न, 200 रुपियाँ मात्र। 200 रुपियाँ मात्र पुगेन यहाँ हामीलाई। 200 रुपियाँ पुगेन? केमा पठाउनु हुन्थ्यो अघि केही नम्बरमा? त्यही 200-300 जति पुगेन कि, यसो 300 जति हालिदिइराख्नु न। म नम्बर पठाइदिन्छु कि, त्यही नम्बर पठाइदिनु नि ल। 300 जति पत्र, 300 जति।
म हजुरलाई नयाँ नम्बर दिन्छु, त्यही नम्बर पठाइदिनु न ल। 300 जति 100 रुपियाँ खान्छौँ कि, अनि 600 यहाँ रुमको भाडा दिन्छु नि त। दाजु हुन्छ कि हुँदैन भनिदिनु न एकपल्ट। यहाँ पैसा निकाल्ने ठाउँमा आएको छु कि, नम्बर पठाएको छु तपाईँलाई। नयाँ नम्बर छ, नयाँ नम्बर तल पठाइदिन्छु एकैछिन म हजुरलाई। पठाउन त रुमवालाको नम्बर। कहाँ रुममा बस्ने आज? कहाँ बसेर त रुमको नम्बर पठाउन त रुमवालाको। आधा 1 घन्टा पछाडि ट्राई गर्छु। अहिले 300 रुपियाँ मागिराख न। यहाँ अङ्कलको अकाउन्टमा त्यो पैसा आएको रहेनछ क्या। न त्यति कमेन्ट छ। स्क्यानर छ त्यो मान्छेको, स्क्यानर पठाउन लगाउ न त।